धन्यवाद। आजको यस टक सो कार्यक्रम सञ्चालक कपिल अन्जन दाजु, कोहलपुर महोत्सव दिगो विकासको उत्सव मूल नाराका साथ कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कोहलपुर महोत्सव 2082 अन्तर्गतको यो टक सो कार्यक्रमको दोस्रो दिनमा छौँ हामी। आजको यो टक सो कार्यक्रमको विषय टपिक्स रहेको छ नशा होइन जीवन रोजौं। र आजको यो टक सो कार्यक्रमको लागि आजको यस हाम्रो कार्यक्रममा 3 जना विषय वक्ता प्यानलिस्ट सरहरू आज यस मञ्चमा उपस्थित रहनु भएको छ। म क्रमशः उहाँहरूको परिचयलाई जोड्नेछु अनि त्यसपश्चात हामी विषयवस्तुहरूमा प्रवेश गर्नेछौँ। हामीसँग हुनुहुन्छ कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्री चक्रबहादुर डम्बर पालज्यू। त्यसै गरी हामीसँग हुनुहुन्छ सहारा हाउस सुधार केन्द्रका सञ्चालक निर्देशक अभिराज छेत्रीज्यू। त्यसै गरी हामीसँग हुनुहुन्छ पवन लामिछाने ज्यू दाई। आज हामी 3 जना यो नशा होइन जीवन रोजौं भन्ने विषयमा थोरै अलिकति समसामयिक विषयमा हामी चर्चा गर्नेछौँ। त्यसका लागि म सबैभन्दा पहिले कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी साहबलाई म प्रश्न गर्न चाहन्छु। डिएसपी साहब, त्यो हजुरले पनि बुझ्नु भएको छ, हामीले पनि देखेका छौँ र केही समय अगाडि म कोहलपुर इलाका प्रहरी कार्यालयमा एउटा सानो विषयलाई लिएर म त्यहाँ प्रवेश गर्दै गर्दाखेरि त्यो थुनामा जुन कैदीबन्दीहरू हजुरहरूले राख्ने गर्नु भएको छ, त्यहाँ अधिकांश ती कैदीबन्दीहरूमध्ये अधिकांश हजुरको यो लागु औषध दुर्व्यसन प्रयोगकर्ता या ओसार पसारमा संलग्न रहेका त्यस्ता व्यक्तिहरूलाई हजुरहरूले त्यहाँ थुनामा राखेको मैले त्यो देखेँ, मैले त्यो भेटेँ। के हाम्रो कोहलपुर त्यस्तो भइसक्यो हो? यो कोहलपुरमा लागु औषधको ओसार पसार या दुर्व्यसनी के बढ्दो रूपमा छ त्यसमा के छ यो? धन्यवाद कार्यक्रम सञ्चालक मित्र। सर्वप्रथम त यो कोहलपुर महोत्सव 2082 को शुभ अवसरमा यो टक सो कार्यक्रममा यहाँसम्म उपस्थित गराएर जल्दो बल्दो विषयमा प्यानल डिस्कसनको प्यानलिस्टको रूपमा यहाँ नियुक्त गर्नुभएकोमा सर्वप्रथम आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र वर्तमान परिप्रेक्ष्यमा देशमा त्यसको कुनै पनि क्षेत्रमा, कुनै पनि सहरी क्षेत्र या गाउँ स्तरमा पनि च्यालेन्जको रूपमा बढ्दै गरेको लागु औषध दुर्व्यसनी, लागु औषध कारोबारी, यो विषयहरू चुनौतीको विषय बन्दै गरेको सन्दर्भमा जुन सहकर्ताज्यू प्रकाशले जुन कुरा उठाउनु भएको छ कोहलपुरको सन्दर्भमा एकदमै जायज छ। सर्वप्रथम उहाँको जिज्ञासा सुन्दै गर्दा हाम्रो इलाकामा रहेका ती जति पनि थुनुवाहरू हुनुहुन्छ उहाँहरूलाई कैदीबन्दी नबनेर थुनुवाको रूपमा भनिदिनको लागि पनि आग्रह गर्न चाहन्छु। कैदीबन्दी भनेका पूर्वपक्षमा कारागारमा दिन बिताइरहेका र कैद सजाय भुक्तान गरिरहेका साथीहरूलाई चाहिँ कैदीबन्दी भन्ने गर्छौँ। सर्वप्रथम ती हाम्रा कस्टडीमा रहेका व्यक्तिहरू थुनुवाको रूपमा रहनुहुन्छ भन्ने कुरा यहाँहरूमाझमा जानकारी गर्न चाहन्छु। यसको मतलब उहाँहरू भोलि पूर्वपक्षको क्रममा उहाँ पूर्वपक्षको लागि थाहा पुर्याउनको लागि
थुनुवामा राख्नुपर्ने अवस्थामा कारागार जानुहुन्छ, अर्थात् अदालतले फैसला गरिसके पश्चात उहाँहरू कैद जीवन सबै सजाय निभाउनको लागि कैद जानुपर्ने हुन्छ। उहाँले उठाउनु भएको विषयवस्तुमा केन्द्रित रहँदा स्वाभाविक रूपमा कोलपुर एउटा हब हो, हरेक क्षेत्रको व्यापारिक केन्द्र पनि हो। हरेक किसिमका अवैध चिजवस्तुहरू, प्रतिबन्धित चिजवस्तुहरूको किनबेच, प्रसार प्रसार सबै चिजवस्तुहरूको यो हब हो, किनभने कर्णालीको करिडोर हो। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको व्यापारिक केन्द्र र यसको ट्रान्जिट पोइन्ट भएको हिसाबले पनि स्वाभाविक रूपमा यहाँ अवैध गतिविधिहरू बढी नै हुने गर्छ। त्यसै गरी नवशहरीकरणको प्रभाव र जनसङ्ख्या वृद्धिको उच्च वृद्धिको कारणले गर्दा पनि कोलपुर एउटा लागु औषध दुर्व्यसनीको एउटा हब बनिरहेको अवस्था हाम्रो डेटाले पनि देखाउँछ। यसै सन्दर्भमा म के भन्न चाहन्छु भने अहिले आर्थिक वर्ष 82-83 हाम्रो मुद्दा लागु औषधको मात्रै ब्राउन सुगरसँग सम्बन्धित मुद्दा मात्रै 28 वटा दर्ता भइसकेको छ। साउनदेखि यता 28 वटा मुद्दा दर्ता भइरहँदा लागु औषध ब्राउन सुगरको मात्रै हो यो। र नाइट्रोजन फार्मको हाम्रो 3 वटा मुद्दा दर्ता भइसकेका छ। त्यसै गरी लागु औषध सेवन गर्ने व्यक्तिहरूलाई हामी किटद्वारा टेस्ट गरेर उहाँले सेवन गर्नुभएको छ, सेवनमा पनि हामीले मुद्दा चलाएको उदाहरण छ कोलपुरमा। त्यसै गरी लागु औषध कोरेक्स नियन्त्रण लिएर पनि हामीले चाहिँ लागु औषधहरू चाहिँ मुद्दा दर्ता गरेर कानुनी कारबाही अगाडि बढाइरहेको अवस्था छ। यसरी हेर्दा जम्मा 33 वटा मुद्दाहरू हामीले दर्ता गरेर साउनदेखि आजसम्म चाहिँ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अगाडि बढेको छ। यस सन्दर्भमा भन्दै गर्दा 80-81 मा कुल दर्ता 75 मुद्दा थिए त्रिवर्षीय तुलना गर्दा, र आर्थिक वर्ष 81-82 मा 73 वटा मुद्दा दर्ता भए र आर्थिक वर्ष 82-83 मा अहिले हामी 5 महिनाको बिचमा 33 वटा मुद्दा दर्ता भइरहेको छ। यो डाटाले पनि ग्राफले पनि के देखाउँछ भने स्वाभाविक रूपमा कोलपुरमा लागु औषध प्रयोगकर्ता, लागु औषध सेवनकर्ता, लागु औषध कारोबारीको संख्या बढ्दो छ भन्ने कुरामा म तपाईँहरूलाई जोड जाहेर गर्न चाहन्छु। त्यसै सन्दर्भमा अर्को अहिले हामीसँग जम्मी कतिवटा मुद्दा रनिङ छ भने अहिले कस्टडीमा भएका थुनुवाहरूमध्येका 29 वटा मुद्दा हामी अहिले चालु अवस्थामा छ। 29 वटा मुद्दा मध्ये 17 वटा चाहिँ यता हाम्रो लागु औषध सम्बन्धित छ भनेपछि कुल 100% मा 58.62% लागु औषध मुद्दा मात्रै अहिले रनिङ गरेको छ। यो डाटाले पनि विकराल स्थिति छ कोलपुरमा भन्ने कुराको पुष्टि गर्छ। हामीले जम्मी साउनदेखि यता 241 जना थुनुवाहरू पक्राउ गर्यौं, शङ्कित व्यक्तिहरू पक्राउ गर्यौं विभिन्न मुद्दामा हैन। त्यसमध्ये लागु औषधका प्रतिवादी 51 जना छन् हैन। त्यसो भएर हामीले यो डाटाले के देखाउँछ भने कोलपुरमा लागु औषध प्रयोगकर्ता, लागु औषध सेवनकर्ता, लागु औषध दुर्व्यसन गर्ने व्यक्तिहरू र लागु औषधको कारोबारी गर्ने व्यक्तिहरू को वृद्धि दर बढ्दो छ र लगभग आधा जस्तो मुद्दा कुल रनिङ मुद्दामध्ये लगभग आधा भन्दा धेरै मुद्दाहरू लागु औषध मुद्दा दर्ता भएको कारणले यो चाहिँ लागु औषधको एकदम विकराल स्थितिमा छ कोलपुर भन्ने कुराको पुष्टि छ। त्यसो छ हजुरले यो अहिले यो विषय राख्दै गर्दाखेरि हजुरले करिब 73 वटा मुद्दा दर्ता भएको जो लागु औषधसँग सम्बन्धित छ। त्यसमा 29 वटा मुद्दा चाहिँ चालु अवस्थामा भएको भनेर जुन विषय हजुरले यहाँ बताउनु भयो। अब हजुरले पनि भनिहाल्नुभयो कि कोलपुरमा तपाईँको यो लागु औषध दुर्व्यसनी प्रयोग या तपाईँको ओसार पसार होइन यो ट्रान्जिट पोइन्टकै रूपमा, किनभने पछाडि अब भारतसँग नजिकै भन्सार जोडिएको जिल्ला भएर पनि हुनसक्छ। त्यो हजुरले बताउँदै गर्दाखेरि यसलाई नियन्त्रण या रोकथाम
यसलाई नियन्त्रण या रोकथामका लागि कोहलपुर इलाका प्रहरी कार्यालय या स्थानीय सरकारबाट त्यस्ता केही प्रयासहरू भएका छन् या छैनन्, या हामीले मुद्दा दर्ता गर्ने उनीहरूलाई पूर्वपक्षमा केही समय खुलामा राखेर छोड्ने मात्रै गरेका छौँ कि त्यसलाई नियन्त्रण या रोकथामका लागि पनि केही प्रयासहरू गरेका छौँ देश सुझाव? स्वाभाविक रूपमा प्रहरी आफैमा एउटा कानुन कार्यान्वयन गर्ने निकाय हो। त्यस सन्दर्भमा कानुन कार्यान्वयन गर्ने सिलसिलामा कुनै पनि लागू स्वतः प्रयोगकर्ता, बेचबिखनकर्ता र तिनलाई कानुन दायरामा ल्याउने काम प्रहरीको काम हो। यस अन्तर्गत रहेर उनीहरूलाई नियन्त्रण गर्ने र कानुन दायरामा ल्याउने कुरामा प्रहरी चाहिँ जहिले पनि फ्रन्टलाइन नै हुन्छ, यो गर्छ। त्यसका अलावा कानुनी कारबाही मात्रै नगरिकन कुनै पनि व्यक्ति लागू स्वतमा यदि कुलतमा फसिएको छ, फस्न लागेको छ अथवा दुर्व्यसनीमा फस्न लागेको छ, सुरुवाती चरणमा छ भन्ने त्यस्तो प्रहरीलाई सूचना आएको खण्डमा त्यस्ता व्यक्तिहरूलाई हामी समयमै अभिभावक बोलाएर यदि सेवन गर्ने उसको चाहिँ तयारी छ भने त्यसमा अभिभावकलाई बोलाएर सम्झाइ बुझाइ गर्ने, काउन्सिलिङ गर्ने, यो पाटोहरू हामीले गरिरहेका हुन्छौँ। त्यो भनेको भेरी भेरी इनिसियल फेजमा, जस्तो 15-16 वर्षको उमेर छ बच्चाको, खाइरहेको आशंका छ अथवा उसले सेवन गर्ने तयारी गरेको छ वा सेवन गर्दा उसको घुलमिल भइरहेको छ भने त्यो भेरी इनिसियल फेज हो भनेर त्यो उमेरका बच्चालाई हामीले गार्जियनलाई बोलाएर स्पष्ट रूपमा तपाईँको बच्चाको सिनारियो यो छ त्यति भन्दै गर्दा अभिभावकले उहाँलाई के भन्नुहुन्छ भने मेरो छोराले कहीँ पनि जान्दैन, केही पनि गर्दैन, यस्तो हामीलाई चाहिँ शङ्का पनि थिएन भन्ने खालको सुरुवाती चरणमा उहाँहरूको जिद्दीपन पनि देखिन्छ। तर विथ प्रुफ हामीले उहाँलाई देखाइसकेपछि उहाँहरू चाहिँ भन्ने सुन्नुहुन्छ र त्यो बच्चालाई अब हामी चाहिँ ध्यान दिन्छौँ र अब हामी उहाँलाई निगरानी गर्छौँ भनेर चाहिँ कतिपय अवस्थामा सम्झाइ बुझाइ गर्न लागेको अवस्था पनि छ। नम्बर 1। नम्बर 2, हामीले विभिन्न स्थानीय सरकारसँग समन्वय गरेर स्थानीय सरकारले कतिपय अनुरोधमा स्थानीय क्लबहरूको आयोजनामा, स्थानीय संस्थाहरूको चाहिँ आयोजनामा विभिन्न खाली लागुसत दुर्व्यसन विरुद्धका कार्यक्रमहरू, लागुसत दुर्व्यसनी र जनचेतनाका अभियान चलाइरहँदा हामीले म आफै पनि विभिन्न स्कुल, कलेज, क्याम्पसहरूमा गएर लागुसत सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गरिएको उदाहरण पनि छ। जसले गर्दा के गर्छ भने आम विद्यार्थी, टिनेजरहरूलाई लागुसत के हो, लागुसत प्रयोग गरिसकेपछि यसको नकारात्मक प्रभाव के हुन् र भोलि राज्यले कसरी यसलाई सम्बोधन गर्छ वा कसरी कारबाही गर्छ भन्ने कुराको अवेरनेस आम टिनेजर्सहरू र कलेज पढ्ने भाइ बहिनीहरूलाई भन्नुपर्ने हाम्रो दायित्व सोही अन्तर्गत रहेर हामीले चाहिँ त्यस्ता अवेरनेस प्रोग्रामहरू पनि गरिरहेका छौँ। त्यो त स्थानीय स्कुल, स्थानीय कलेज, स्थानीय संस्था, क्लबहरूले गरेको आयोजनामा हामी आफै गएर पनि त्यसमा गएर जनचेतना फैलाउने काम गरेका छौँ। नम्बर 3, त्यसै गरी हामीसँग सामुदायिक प्रहरी सेवा केन्द्र भन्ने छ। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत हाम्रो सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको फर्मेटमा विभिन्न खाले सामाजिक कार्यक्रमहरू गर्ने, अवेरनेसका कार्यक्रमहरू गर्ने हाम्रो चाहिँ एउटा कार्ययोजना हुन्छ। सोही अन्तर्गत रहेर त्यही प्लान अनुसार हामीले विभिन्न लागु सम्बन्धी एउटा प्रोग्राम महिला हिंसा विरुद्धको कार्यक्रम, अर्को प्रोग्राम बाल विवाह, घरेलु हिंसा, यस्ता खालका कार्यक्रमहरू प्याकेजमा हाम्रो चाहिँ कार्ययोजनामा हुन्छ, वार्षिक कार्ययोजना हुन्छ। त्यो चाहिँ हाम्रो सामुदायिक प्रहरी साझेदारी अन्तर्गत। सोही अनुरूप हामीले विभिन्न कार्यक्रम, स्कुल सम्पर्क कार्यक्रम, त्यसपछि समुदाय स्तरमा विभिन्न चाहिँ टोल गठन र ती टोलहरूमा चाहिँ सचेतना फैलाउने साझेदारी अन्तर्गत कार्यक्रम, नागरिक र प्रहरी मिलेर पब्लिक पुलिस पार्टनरसिपमा सिपी अन्तर्गत हामी त्यो कार्यक्रमहरू चाहिँ गरेर यसलाई न्यूनीकरण गर्ने प्रयासहरू हामी गरिरहेका हुन्छौँ। र नम्बर 4, म के भन्न चाहन्छु भने जो लागुसुत प्रयोगकर्ताहरू हुनुहुन्छ, जो एडिक्सन लेभलमा पुगिसक्नु भएको हुन्छ, उहाँलाई हामीले चाहिँ अपराधिक दृष्टिकोणबाट कहिले पनि हेर्दैन। उसले अपराध गरिदिएको छ भन्ने दृष्टिकोणबाट हेर्दैन। ऊ एउटा बिरामी, ऊ चाहिँ एउटा सिक बिरामी हो भन्ने अर्थबाट प्रहरीको बुझाइ हुन्छ। उसलाई ट्रिटमेन्ट चाहिएको छ,
एकदम कुनै लेभलमा पुगेको कुनै लागु सेवनकर्ता छ भने उसलाई कानुनी कारबाही भन्दा पनि उसलाई ट्रिटमेन्ट चाहिएको छ भन्ने पोइन्ट अफ भ्यूबाट हामीले चाहिँ यहाँ र उसलाई सही बमोजिम गार्जेनलाई र स्थानीय चाहिँ के त यस्तै उहाँहरू जस्तो व्यक्तित्वहरू जो चाहिँ रिहाबिलिटेसन सेन्टरहरू सञ्चालन गर्दै हुनुहुन्छ ट्रिटमेन्टमा लागिराख्नु भएको छ उहाँहरूसँग समन्वय गरेर उहाँलाई कति समयको लागि प्याकेजमा उसको चाहिँ ट्रिटमेन्ट सम्भव छ त्यो खालको चाहिँ मूल्याङ्कन गरेर सल्लाह गरेर सोही बमोजिमको चाहिँ हामी चाहिँ ट्रिटमेन्टको लागि पनि प्रयास गर्ने चाहिँ गरिरहन्छौँ यस्ता खालका प्रयासहरू निर्मूल गरेर यसलाई चाहिँ के अरे हामीले चाहिँ हुन गर्न नदिनको लागि यस्ता खालका प्याकेजहरू हामी चाहिँ गराइरहेका हुन्छ चलाइरहेका छौँ। हस् धन्यवाद। म फेरि पनि आउँछु हजुरसँग। त्यसै गरी अब म जाँदैछु हाम्रो अभिराज छेत्री दाइसँग। कार्यक्रम सुरुवात गर्नभन्दा अगाडि नै हामी सामान्य रूपमा औपचारिक गफगाफ गरेका थियौँ। दाइ आफै पनि लागु औषध प्रयोगकर्ता, प्रयोग सँगसँगै पटक पटक गरेर करिब करिब दाइले 3-4 वर्ष नै भन्नुभयो। 3-4 वर्ष हजुरको सुधार केन्द्रमा बसेर त्यहाँबाट तपाईँको निस्किसके पछाडि अहिले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 18 कारकादो चोकमा तपाईँको सहारा सुधार केन्द्र भनेर हजुरले सञ्चालन गरिरहनु भएको छ। हजुर आफै पनि लागु औषध प्रयोगकर्ता, केही समय पटक पटक गरेर 4-5 वर्ष के सुधार केन्द्रमा हजुरले बसे पनि भनेर भन्नुभयो। त्यहाँबाट हजुर बाहिर आइसके पछाडि परिवारले समाजले हजुरलाई हेर्ने बुझ्ने दृष्टिकोण र हजुरलाई कसरी यो तपाईँको के भन्छ नै मैले पनि म यहाँबाट फिर्ता भएर गइसके पछाडि मैले पनि सुधार केन्द्र खोल्नुपर्छ भन्ने खालको त्यो प्रेरणा हजुरलाई त्यहाँ बस्दाखेरि नै थियो कि अथवा त्यहाँबाट बाहिर आइसके पछाडि तपाईँलाई परिवारले प्रभाव पार्यो कि समाजले प्रभाव पार्यो कि या अघि देशमी साहबले पनि भन्नुभयो जुन हिसाबले लागु औषध प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ होइन त्यो देखेर मैले पनि सञ्चालन गर्नुपर्छ भन्ने लागेको हो कि कसरी तपाईँ प्रेरित हुनुभयो यसको बारेमा थोरै अलिकति बताइदिनुहोस् न। धन्यवाद। सर्वप्रथम कोहलपुर उद्योग वाणिज्य सङ्घको पहलमा भइरहेको यो अत्यन्तै सराहनीय कार्यको म उच्च प्रशंसा गर्न चाहन्छु। व्यक्तिगत रूपमा करिब करिब 14-15 वर्ष सक्रिय लागु औषध प्रयोग गरेर मैले मेरो जीवनको महत्त्वपूर्ण समय खेर फालिसकेको भन्ने कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। अलिकति हाम्रो सञ्चालक सहजीकरण गर्ने मित्रबाट पनि कुराहरू आएको छ। लागु औषध कस्तो किसिमको समस्या रहेछ भने न प्रयोग गरिराख्न सकिने न चुटुक्कै छोड्न सकिने। आज छोड्छु भोलि छोड्छु पर्सि छोड्छु भन्दा भन्दै मेरो जीवनको ऊर्जाशील महत्त्वपूर्ण 15 वर्ष गएको मैले थाहै पाएन। अवस्था यस्तोसम्म आयो कि म अब मर्छु नत्र भने मैले मेरो जीवनलाई सुधार गर्नुपर्छ भन्ने दुईवटा विकल्प मात्रै मेरो सामु थियो। मर्नुभन्दा बौलाउनु बेस भने जस्तै त्यस पछाडि म संस्थागत सहयोगको लागि सुधार केन्द्र गएँ। त्यो विचार चाहिँ हजुरलाई सुधार केन्द्रमा बसेर फिर्ता भइसके पछाडि आयो कि या सुधार केन्द्र जानुभन्दा अगाडि म धेरै एडिक्ट भएँ, यसले मेरो स्वास्थ्यमा पनि असर गरेको छ, सामाजिक रूपमा पनि लागु औषध प्रयोग गर्ने मान्छेलाई समाजले पनि हेर्ने दृष्टिकोण अलिकति फरक खालको हुन्छ नि त, व्यवहार पनि फरक खालको गरेको हामीले देखेका हुन्छौँ। त्यो फरक खालको व्यवहार गरेको कारणले गर्दाखेरि म अब सुध्रिनु चाहिँ पर्छ, तर म सुध्रिन सकिरहेको छैन, म कसरी सुध्रिने होला, सुध्रिनलाई म कहाँ जाने होला भन्ने खालका कुराहरू आएर हजुर आफ्नो सुध्रिनलाई सुधार केन्द्र जानुभयो कि अथवा सुधार केन्द्रमा बसिसके पछाडि हजुरलाई यो जुन विषय हजुरले भन्नुभयो मैले लामो समय लागु औषधमा आफ्नो जीवन व्यतीत गरेँ भनेर जुन हजुरले भन्नुभयो सुधार केन्द्र बस्नुभन्दा अगाडि त्यो विषय तपाईँको दिमागमा आयो कि सुधार केन्द्रमा बसिसके पछाडि त्यो विषय हजुरको दिमागमा आयो? यसमा प्रश्न कुरा के छ भने
लागु औषध म छोड्छु भन्ने नै भावना हुन्छ। केही समय यसमा गुजारिसकेपछि त्यो हाम्रो स्थानीय भाषामा पनि भन्ने गर्छ 2 दिन की चाँदनी फिर अँधेरी रात भने जस्तै पहिलो केही समयहरूसम्म त ओहो गजबै भयो भन्ने किसिमको अनुभूति हुन्छ, त्यो आफ्नो ठाउँमा छ। तत्पश्चात अघि डिएसपी साहबले भने जस्तै जब पूर्ण रूपमा त्यसमा आश्रित हुने अवस्था रहन्छ, नभई नहुने, सुत्नको लागि पनि खानुपर्ने, खाना खानको लागि पनि खानुपर्ने, आफ्ना सामान्य दिनचर्या गर्नको लागि पनि लागु औषध खानुपर्ने, लागु औषध खाएन भने प्यारालाइज भए जस्तो हुने, त्यो अवस्थामा एउटा मान्छे चाहिँ यो होइन भन्ने किसिमको त्यो रियलाइजेसन एउटा मान्छेमा भइरहेको हुन्छ। द्याट्स फर स्योर। इम्पोर्टेन्ट कुरा के छ भने त्यो रियलाइजेसनमा उसले इमिडिएट वर्कआउट गर्न सक्छ कि सक्दैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो 15 वर्षको दौरानमा म धेरै पटक बुवाले पनि मलाई सम्झाउनु भयो, आमाले पनि मलाई सम्झाउनु भयो, राम्रा साथीहरूले पनि मलाई सम्झाए, छरछिमेकका मान्छेहरूले पनि सम्झायो। तर यसमा एउटा हाम्रो उपचार र पुनर्स्थापना केन्द्रले पनि के मान्यता राख्छ भने लागु औषधमा पूर्ण रूपमा आश्रित भइसकेको मान्छेलाई सल्लाहले काम गर्दैन, उसलाई सहयोग नै गर्नुपर्छ। धेरै मान्छेबाट सल्लाह पाइसकेपछि पनि मैले मेरो लागु औषध प्रयोग गर्ने बानी छोड्न नसकेपछि एकपछि अर्को मेरो अवस्थाहरू बिग्रिँदै गयो र अहिले म जुन जीवन बाँचिरहेको छु यो नाफाको जीवन हो। तर यो नाफाको जीवनमा मैले मेरो जीवनको अपूरणीय क्षति पनि भोगिरहेको छु। म शारीरिक रूपमा अहिले अपाङ्गता भएको व्यक्तिको रूपमा आफ्नो जीवन बिताउन बाध्य भएको छु। लागु औषध प्रयोग गर्ने क्रममा सडक दुर्घटनामा परेर मैले मेरो एउटा खुट्टा गुमाउनु परेको छ। त्यो बाहेक म व्यक्तिगत रूपमा धेरै पढ्न सक्ने किसिमको विद्यार्थी हो। यदि लागु औषध प्रयोग मैले नगरिदिएको भए म अहिले हाम्रो आजको अतिथि जस्तै डिएसपी एसपी पनि हुन सक्थ्यो होला। मेरा धेरै साथीहरू डाक्टर छन्, म डाक्टर पनि हुन सक्थ्यो होला। धेरै साथीहरू विदेश राम्रो जीवन बाँचिरहेका छन्, म त्यो जीवन पनि बाँच्न सक्थ्यो होला या कुनै न कुनै रूपमा सफल व्यक्तिको रूपमा यो समाजमा ससम्मान बाँचिरहेको हुन्थ्यो होला। तर लागु औषध प्रयोग गरेको कारणले गर्दाखेरि एकपछि अर्को मैले मेरो जीवनका तमाम ती सम्भावनाहरूलाई बन्द गरेँ। यो कमिङ ब्याक टु द पोइन्ट, लागु औषध छोड्छु भन्ने हुन्छ, तर एउटा व्यक्तिले त्यो चिजलाई गर्न सकिरहेको हुँदैन। म यहाँनिर स्मरण गर्छु, प्रत्येक दिन राति मैले आफूसँग भन्थेँ मा कसम भोलिबाट खाँदैन। तर मेरो जीवनमा सुधारको त्यो भोलि आउनको लागि 15 वर्षको समय लाग्यो। तर 15 वर्षपछि जब म सुधार केन्द्रको सम्पर्कमा गए, सुधार पनि वास्तवमा सजिलो छैन। रिकभरी इज नट अ हट टेक भन्छ। दाइ म आउँछु म हजुरसँग आउँछु। मैले हजुरलाई थोरै ब्रेक गरेँ, मैले हजुरलाई रोकेँ, म हजुरसँग आउँछु। म अर्का मेरा अतिथि पवन लामिछाने, उहाँ अहिले पेसाले होटल व्यवसायमा आबद्ध हुनुहुन्छ। एक सफल युवा होटल व्यवसायीको रूपमा पनि आफ्नो परिचयलाई स्थापित गर्नुभएको छ। म पवन सरलाई मैले के प्रश्न गर्न थाल्यो भने पछाडि कार्यक्रम सुरुवात गर्नभन्दा अगाडि हजुरसँग औपचारिक गफगाफ गर्दाखेरि हजुरले पनि मलाई के भन्नुभयो भने पछाडि म पनि सुधार केन्द्रमै बसेर आएको हुँ, म पनि प्रयोगकर्ता हुँ भनेर भन्दै गर्दाखेरि त्यो प्रयोगकर्ता चाहिँ हजुर कसरी बन्नुभयो? साथीहरूको सङ्गतले हुनसक्छ या कुनै मानसिक तनावले हुनसक्छ या पारिवारिक झमेलाले हुनसक्छ होइन। मान्छे कसरी लागु औषधप्रति आकर्षित हुँदो रहेछ पवन सर? धन्यवाद। आजको यो उद्योग 22 सनको यो कार्यक्रममा मलाई बोलाइदिनु हुन हो। म पनि हिजोको दिनमा चाहिँ एउटा चाहिँ दुर्दशीमा बसेको मान्छे हो होइन। जस्तै यो जसमा हिजो दिनमा जुन मैले चाहिँ युज गर्ने ट्राइसप केमिकल जुन मेरो ब्राउन सुगर थियो होइन, जुन मैले चाहिँ खाइरहेको थियो, जस म खाँदाखेरि चाहिँ अब साथीभाइ सङ्गत भन्दा नि जस
त्यो एउटा मेरो आफै चोइस थियो कि जुन जुन चिजमा चाहिँ अहिले चाहिँ हजुरले कम्प्लिटली छोडिसक्नुभयो। अहिले चाहिँ म तत्काल चाहिँ मेरो चाहिँ 5 वर्षको जर्नी हो अहिले चाहिँ। म चाहिँ अहिले तत्काल चाहिँ एउटा चाहिँ जुन समय मैले एउटा सुधार केन्द्रमा प्लस एउटा चाहिँ बाहिरको एउटा फेलोसिपमा बिताएर चाहिँ आज चाहिँ जस एउटा पर्सनल आफ्नो एउटा व्यवसायमा चाहिँ लागिरहेको छु होइन। अब जस धेरै गाह्रो छ जुन एउटा चाहिँ एउटा खाने मान्छेले जुन एउटा भन्छ नि सजिलो छैन कि एउटा चाहिँ बहुत अप्ठ्यारो हुन्छ गाह्रो हुन्छ। जुन ठाउँलाई सिकेपछि न रात ठाउँ आउँछ न दिन ठाउँ आउँछ केही पनि थाहा हुन्न क्या जुन एउटा शरीरले जस मागिरहेको कुराहरू। तर खाने मात्रै सँग ठुलो कुरा होइन एउटा बानी भएर पनि हो होइन। जस्तो केमिकल म माल छोडिदिन्छु तर बानी भएर त्यही छ भने चाहिँ सुधार पनि सम्भव हजुर छ। आकर्षित चाहिँ कसरी हुनुभयो? साथीभाइको सङ्गतले लहलहीमा लागेर कहिले काहीँ हुन्छ नि त खाइदिउँ न केही फरक पर्दैन इन्जोयमेन्ट रमाइलोको लागि भन्ने हुन्छ नि साथीभाइसँग यो स्कुलको टाइममा कलेजको टाइममा। त्यसरी नै हजुर त्यसरी नै आकर्षित हुनुभयो कि आज भोलि पर्सि गर्दा गर्दै अथवा एडिक्सनतिर प्रवेश गर्नुभयो कि अथवा कसरी? आकर्षित भन्नुपर्दा चाहिँ मेरो चाहिँ योभन्दा जुन एउटा ब्राउन सुगर थियो त्योभन्दा चाहिँ मेरो चोइसको केमिकल अरू नै थियो कि होइन। किनकि अब ब्राउन सुगर खान पनि सजिलो पनि छैन होइन। अब भन्छन् कति चाहिँ दुर्व्यसनीहरूले चाहिँ राजाले खाने चिज हो क्या, हुन पनि राजाले खाने चिज नै हो क्या। किनकि यति थोरैलाई पनि किन्नु भए पनि 1000 रुपियाँ किन्न पर्छ कि 1000 रुपियाँ एउटा धुलो यति पाक्ने होइन। जोडा प्रायले खान सक्छ तर खाने मान्छे जसरी म्यानेज गरिरहेको छ। अब हुन त अब जस्तो हाम्रो एबिसी भन्छ अब ड्याड सर्कल होइन साथीभाइ नै हो यो कुराहरू चाहिँ। अब साथीभाइसँग भन्दा पनि त्यो मेरो नै चोइस थियो जुन साथीहरूले खाइरहेको थिएँ होइन। खाँदाखेरि चाहिँ अब खाइदिउँ त एक सर्ट मात्रै भन्ने गर्दा गर्दा एक सर्टले गर्दा नै झन् एउटा डोज बढ्ने होइन कि एउटा सामग्री नराम्रो हुने हरेक कुरा किसिमको बाटोहरू चाहिँ हुने कुराहरू हो। यो मेरो नै चोइस थियो। हुन्छ म फेरि पनि आउँछु हजुरसँग। म कोलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक डिएसपी साहबलाई अघि हजुरले जुन भन्नुभयो नि हामीले यसलाई कोलपुर नगरपालिका या कोलपुर क्षेत्रभित्रको हकमा यसलाई रोकथाम गर्नका लागि यसलाई नियन्त्रण गर्नका लागि हामीले विभिन्न खालका तपाईँको जनचेतनामूलक कार्यक्रमहरू प्रहरी साझेदार कार्यक्रमहरू या विद्यालयमा गएर विभिन्न खालका अवेरनेस टाइपका प्रोग्रामहरू हामीले गरिरहेका छौँ भनेर जुन विषय अघि हजुरले राख्नुभयो मलाई त त्यस्तो किन पनि लाग्दैन भनेको छ कि जुन हजुरले डाटा अघि पेस गर्नुभयो करिब हजुरको 73 जनाको मुद्दा दर्ता भएको जसमध्ये तपाईँको 29वटा मुद्दा तपाईँको चालु अवस्थामा भनेर तपाईँले डाटा प्रस्तुत गर्दाखेरि हजुरहरूले नियन्त्रण गर्न खोजेको हजुरहरूले रोकथाम गर्न खोजेको त देखिएन त। धन्यवाद। के हो भने लागु औषधको डाटा अगाडि आउँदै गर्दा यसमा यो नियन्त्रणका प्रयास बढी भएका हुन् भन्ने अर्थमा चाहिँ बुझ्नु हुन्न र हामीले सूचना सङ्कलन गरेर जति धेरै हामीले चाहिँ कि त कानुनी दायरामा ल्याउँछौँ त्यो डाटा हामीले पेस गरिरहेका छौँ त्यो डाटाबाट प्रहरी सक्रिय छ भन्ने कुराको चाहिँ इङ्गित गर्छ। प्रहरीले जति सक्रिय हुन्छ त्यति नै लागु प्रयोगकर्ता वा कारोबारलाई पहिचान गर्छ र कानुन दायरामा ल्याउँछ। पहिचानको प्रक्रिया के हुन्छ डिएसपी साहब? हामी व्यक्तिलाई कसरी पहिचान गर्छौँ? व्यक्ति हामीले यो कुरा त हामी सूचनाको स्रोत हामीसँग बोले हुन्छ। सूचना सङ्कलन महत्त्वपूर्ण कुरा हुन्छ। किनभने म एक किसिमले कुरा काटेँ हजुरलाई। मैले कतिपय यस्ता व्यक्तिहरू पनि भेटेको छु कि म प्रयोगकर्ता पनि होइन म यसमा संलग्न व्यक्ति पनि होइन तर पनि अब साथीले जान्न त अलिक परसम्म भनेकै आधारमा मलाई पुलिसले ल्याएर तपाईँको थुनामा राखेर होइन म अहिले हजुरको बालगिरीमा छु भन्ने खालका कुराहरू पनि त्यो मैले सुनेको छु। त्यस कारणले जुन लागु औषध प्रयोगकर्ता या ओसार पसार गर्ने जुन विषय छ यसको यो पहिचान चाहिँ हामीले कसरी गर्ने गरेका छौँ? व्यक्तिलाई पहिचान चाहिँ
ठिक छ, त्यो व्यक्ति कसरी चाहिँ लागु प्रयोगकर्ता हो, किन यो लागु पदार्थ सेवन गरिरहेको नै हो भन्ने खालको पहिचानको कुरा एउटा पाटो रहेर त्यो भनौँ होला, केही छैन। मैले भन्न खोजेको कुरो हो, जस्तो अघि तपाईँले प्रश्न गर्दै गर्दा कहिलेकाहीँ लागु प्रयोगकर्ता पनि होइन र कारोबारी पनि होइन, तर मान्छे चाहिँ के त कानुन दायरामा अनुष्ठान सिस्टममा आयो भन्ने सन्दर्भलाई जोड्छु। अब लागु उत्सव वास्तवमा यसमा चाहिँ गाह्रो छ। यो यसमा भित्र अनुसन्धानकै सिलसिलामा अन्य नर्मल मुद्दा 25 दिनमा चुनावमा राखेर चाहिँ अनुसन्धान हुन्छ भने लागु उत्सव सम्बन्धी कुनै पनि मुद्दा दर्ता भयो भने 90 दिनको समय हुन्छ। एउटा कुरा हिरासतमा बस्ने कुरा साँच्चै जेल जीवनभन्दा कष्टकर हुन्छ। लिमिटेड एरियाभित्र, लिमिटेड रुमभित्र धेरैभन्दा धेरै चुनावहरू राख्नुपर्ने अवस्था छ, स्वतन्त्रताहरू हनन भइरहेका हुन्छ। त्यसो भएर कस्टडीमा राख्ने समय नै 25 दिन नभए 90 दिनको चुनावमा राखेर अनुसन्धान गर्न पाउने एउटा चाहिँ कानुनी अधिकार छ होइन, कानुन कार्यान्वयन अनुसन्धान गर्ने निकायहरू। त्यस्तै तपाईँको सजायको दायरा पनि बढी छ। तपाईँको 15 वर्षदेखि जन्मकैदसम्मको सजायको व्यवस्था छ लागु उत्सवमा। तपाईँ 100 ग्रामभन्दा माथि समात्यो भने त्यो मान्छे न्यूनतम 15 वर्ष जेल सजाय जान्छ, 5 लाख रुपियाँ न्यूनतम जरिवाना हुन्छ, 5 लाख 25 लाखसम्म उसको चाहिँ सजाय जरिवाना हुन्छ। यो कारबाहीको भोल्युम पनि ठुलो छ यसमा। त्यसो भएर हरेक व्यक्तिले प्रहरीले यदि नियन्त्रणमा लिन्छ भने सकेसम्म उठेर त्यो बाटो चाहिँ म होइन भन्ने जस्टिफिकेसन दिएर उसले चाहिँ आफ्नो एलिगेसनलाई डिनाइ गर्न चाहन्छ। त्यसो भएर पनि त्यो व्यक्ति चाहिँ के त म यसो हो उसो भन्नु। लागु उत्सव एउटा प्रहरीको एउटा मर्म नै के हो भने होइन, निरपराधीले कहिले पनि सजाय पाउनु हुँदैन। अपराध नगरेको मान्छे सजाय भोग्नु हुँदैन, बरु अपराध गरेको मान्छे के त छुटोस्, केही फरक पर्दैन, तर निरपराधीले कहिले पनि कारबाही गर्नु हुँदैन भन्ने त्यो हामीसँग के हुन्छ, त्यो एउटा चाहिँ प्रहरीको चाहिँ आफ्नो मूल मर्म नै त्यही हो, अनुसन्धानको मर्म। त्यसो भएर हामी कोही कसै निर्दोष व्यक्तिलाई बनावटी चाहिँ मुद्दा बनाएर कस्टडीमा लाने, अनुसन्धानमा ल्याउने र उसलाई चाहिँ कारागार पठाउने भन्ने त्यो मेन्टालिटीबाट हामी गाइडेड छैनौँ है। त्यसो भएर कोही निर्दोष व्यक्तिलाई हामीले चाहिँ लागु जस्तो गम्भीर चिजमा होइन, जघन्य अपराधमा हामीले चाहिँ उसलाई चाहिँ दोषी बनाएर उसलाई कारवाही गर्नुपर्छ भनेर चाहिँ हामी हिँड्दैनौँ। सबुत प्रमाण एभिडेन्समा रहेर एभिडेन्ससँग चाहिँ उसको चाहिँ ट्याली गरेर इस्टाब्लिस हुने अवस्था बनेको अवस्थामा मात्रै हामीले उसलाई चाहिँ एलिगेसन लाउँछौँ र ऊ चाहिँ पछि चाहिँ अनुसन्धान पछि चाहिँ कारागार अथवा चाहिँ उसले चाहिँ सफाइ पाउला, त्यो किसिमले चाहिँ हुन्छ। त्यसो भएर अब रह्यो सन्दर्भ पहिचान गरेको लागु प्रयोगकर्ता कसरी पहिचान हुन्छ भन्ने कुरा त्यो सन्दर्भमा जोड्छु। जस्तो हाम्रो पञ्चीले भन्नुभयो होइन, अब उहाँले आफै चाहिँ म चाहिँ आफ्नो चोइस एरिया अफ चोइसको विषय बोल्दै गर्दाखेरि कतिपय उहाँले सबै त्यो एक्सपिरियन्सहरू सेयर गरेर पनि कतिवटा अब अप्ठ्यारो पनि महसुस हुन सक्छ। टेबल सेयर गर्दाखेरि अथवा यो टेबलमा चाहिँ सबै कुराहरू उहाँले कतिपय नकुलेको जस्तो पनि मलाई लाग्छ। सर्वप्रथम र उहाँले अथवा कुनै पनि लागु प्रयोगकर्ताले सर्वप्रथम फर्स्टमा लागु ब्राउन सुगर हो भनेर उहाँको घरमा उहाँको बुवा आमाले पक्कै पनि ल्याउनुहुन्न। यो ब्राउन सुगर हो बाबु, यो खायो भने फेरि यो नसा हुन्छ, यसमा चाहिँ कहिले पनि छोड्न सकिँदैन, यो विकराल अवस्था ल्याउँछ भनेर उहाँको गार्जियन, उहाँको रिलेटिभ्स, घर वरिपरिको मान्छे कसैले उहाँलाई ब्राउन सुगर देखाएको हुँदैन। सुरुमा ब्राउन सुगर उहाँले कहाँबाट चिन्नुपर्छ, कहाँबाट प्राप्त गर्नुभयो भन्दा उहाँ स्वयंले ल्याउनु भएको होइन। कहिले कहीँ के त साथीभाइको मार्फत उहाँले चाहिँ अथवा उहाँलाई सिनियर मार्फत उहाँले पहिचान गर्नुभयो, त्यहाँबाट सुरुवात गर्नु। यसको पहिलो स्टेप नै साथीसँगबाट नै यसको पहिचान हुने र चाहिँ प्रयोगमा आउने हो। रह्यो मेरो सर्वेक्षण भनौँ, यो चाहिँ आधिकारिक सर्वेक्षण होइन, मेरो आफ्नो एक्सपिरियन्स, मेरो आफ्नो जब एक्सपिरियन्स र अनुसन्धानको एक्सपिरियन्सले के भन्छ भने लागु प्रयोगकर्ताहरू सुरुमा चाहिँ के त रमाइलोको लागि टेस्ट गर्छन्, अब के छ त मजा आउँछ कि के हो, अनि यसमा चाहिँ छुट्टै संसार छ भनेर चाहिँ साथीभाइ जडी युजर हो उसले चाहिँ नयाँ साथी बनाउन चाहन्छ होइन, नयाँ साथी बनाउँछ, त्यसो ऊ एकचोटि प्रयोग गर्छ, फेरि सेकेन्ड टाइम हो मेरो चाहिँ सेलिब्रेसन अथवा चाहिँ न्यु इयर इभ अर्थात् चाहिँ क्रिसमस डे आज त इन्जोय गर्नुपर्छ, आज यसो चाहिँ साथीभाइ मिल्नुपर्छ
एक डोज त हुने भनेर एकचोटि दुईचोटि तेस्रो पटक यदि उसले चाहिँ तेस्रो पटक पनि युज गर्छ भने त्यसपछि मलाई लाग्छ तेस्रो पटक युज गरेको मान्छेले उसले साथीभाइ खोज्दैन, उसले आफैले अब स्रोत खोज्छ, आफूले स्रोत खोज्न खोज्छ र त्यो ब्राउन सुगर खोज्न खोज्छ। र जब उसले पर्सनली कोही कसैको सहायता बिना नै उसले आफूले इन्टेक गर्ने चाहिँ क्षमता बनाउँछ भने नाउ इज गोइङ टु बी एडिक्टेड। म त्यो लाग्छ त्यो मान्छे अब एडिक्सनमा गर्न जाने अवस्था बनिसकेको छ। त्यति बेलासम्म उसको गार्जियनलाई थाहा हुँदैन, उसको रिलेटिभ्सलाई थाहा हुँदैन। त्यति बेला त्यो लेभलमा पुगिसके पछाडि ऊ चाहिँ अब लगभग लागु प्रयोगकर्ताको एउटा पहिचान बनाइसक्यो। र अब उसले ठ्याक्कै अब त्यति बेलामा आफ्नो गार्जियनले आफ्नो अभिभावकले बुझ्नुपर्ने कुरा के हो भने अब बिस्तारै उसको बिहेभियरल चेन्जेसहरू आउँछ, ऊ प्रयोगकर्ताको बिहेभियरल चेन्जेसहरू आउँछ। उसले के छ, उसलाई पैसा चाहिन्छ। पहिला नर्मली उसलाई चाहिँ नर्मल एउटा रुटिनमा चाहिँ आफ्नो गार्जियनबाट पाउने सहयोग आर्थिक सहयोग थियो, त्योभन्दा फरक प्याटर्नमा उसले चाहिँ के गर्छ अब उमेर पनि बढ्दै गएको आफ्नो सिम्टम देखाउँछ, उमेर अनुसार अथवा आफ्नो नेचुरली भएको पनि बाबुआमालाई चाहिँ त्यो खालको चाहिँ गफ दिन थाल्छ। त्यसरी विभिन्न बहानामा बाबुआमासँग सरल सुन्दा के गर्छ, पैसा माग्ने आर्थिक सहायता माग्ने प्रयास गर्छ, किनभने उसलाई इन्टेक गर्नु। त्यसो सर हजुरले यो आर्थिकको विषय जोडेसँगै यो मैले जेनरली सुन्ने गरेको यो लागु औषध प्रयोग गर्न सुरु गरिसके पछाडि या त्यो एडिक्टेड भइसके पछाडि पुरुषको हकमा चाहिँ तपाईँको ज्यान मार्न पनि पछि नपर्ने, अनि अब महिलाको हकमा चाहिँ तपाईँको यो धन्दामा त्यो पैसाको लागि अब त्यो एडिक्ट छ होइन, अब त्यो अघि हजुरले भने जस्तै सधैँभरि त्यो साथी सर्कलले त दिँदैन, एउटा निश्चित समयसम्म मात्रै दिन्छ, त्यस पछाडि त त्यसको व्यवस्थापन आफैले गर्नुपर्ने हुन्छ। सधैँभरि पैसा नहुन सक्छ, सधैँभरि घरबाट पैसा मागेर खाने वातावरण नबनेको हुन सक्छ। त्यस म कारण आउँदैछु प्लिज, म आउँदैछु यस विषयमा आउँदैछु, म त्यहाँ पुगिरहेछु। र त्यसपछि अब पहिचान कसरी गर्ने भन्ने सन्दर्भलाई जोड्दैछु मैले। र अहिले आफूले ध्यान दिनुपर्ने उसको आफ्नो चाहिँ रुटिन लाइफ भन्दा केही परिवर्तन आउँछ। उहाँ चाहिँ त्यो प्रयोगकर्ता अथवा त्यो टिनेजर भनौँ जो प्रयोगकर्ता हो ऊ चाहिँ आफ्नो समयलाई परिवर्तन गर्छ, आफ्नो चाहिँ आनी बानी चाहिँ फरक तरिका हुन्छ। उसको ड्रेस अप गेटअप पनि आफूलाई चाहिँ पहिचानले छुट्टै किसिमको गराउन चाहन्छ। साथी सर्कल ठ्याक्क पहिलाको जुन नर्मल अवस्थाको साथी सर्कल थियो त्यो सर्कल छोडेर अर्को सर्कलमा इन्भल्भ हुन्छ। अनि त्यसपछि उसको उठ्ने समय, सुत्ने समय, खाने तरिका र उसको आहार विहार कुराहरू परिवर्तन आउँछ। त्यसपछि अलि बढी एडिक्सनमा गयो एक्लोपनमा रमाउनु खोज्ने, हरेक आफ्नो गतिविधिको हाइड गर्न खोज्ने होइन, सकेसम्म त्यो कुरा बाहिर चाहिँ नआओस्, एक्सपोज नहोस् र गार्जियनले हेर्न पाओस् भन्ने टाइपको लेभलबाट फरक बिहेभियर चेन्ज हुन्छ। र त्यो स्कुलमा गइसकेपछि स्कुलमा पनि त्यो लागु हुन्छ। टिचरले उसले हेर्दाखेरि पहिलाको अवस्थाभन्दा फरक पाउँछ, साथीभाइले फरक पाउँछ। यो लेभलमा चाहिँ हामीले चाहिँ स्कुलमा हो या अभिभावकले घरमा उसलाई त्यो किसिमको चाहिँ अब निगरानी गरेर उसको पहिचान गरेर त्यो समयमा उसलाई चाहिँ ट्याकल गर्न सक्यो भने उसले ओभरकम गर्छ। म आउँछु किनभने हामी कार्यक्रमको अन्तिमतिर पनि पुगिसकेका छौँ। म फेरि पनि म हजुरसम्म आउँछु। मेरो प्रश्न चाहिँ अभिराज दाईलाई, हजुरले सहारा हाउस सुधार केन्द्र हजुरको करिब सुचारू गरेको 13 वर्ष भयो भनेर भन्नुभयो। त्यो लागु औषधमा तपाईँको फसिसके पछाडि यसबाट उम्किनका लागि या यसलाई छोड्नका लागि सुधार केन्द्र नै उपयुक्त ठाउँ हो या सुधार केन्द्रभन्दा बाहिर रहेर त्यस्तो हजुरले भन्नुभयो नि अघि हजुरले के भन्नुभयो भने पछाडि मान्छे लागु औषधमा प्रवेश गरिसके पछाडि उसलाई त्यो सरसल्लाह भन्दा पनि सहयोगको आवश्यकता पर्छ भनेर भन्दै गर्दाखेरि हामीले बाहिर उसलाई त्यो सुधार केन्द्रमा प्रवेश गर्नु भन्दा पनि हामीले उसलाई बाहिर नै राखेर होइन, उसलाई चाहिने हरेक प्रकारको सहयोग गरेर हामी उसलाई त्यो एडिक्टेडबाट त्यसलाई हामी छुटाउन सक्दैनौँ कि सुधार केन्द्र नै त्यो लागु औषध छुटाउने उपयुक्त स्थान हो त के हो? यो चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न हो जस्तो मलाई लाग्छ। यो लागु औषध अघि पनि हामीले छलफल गर्दाखेरि यसको करिब भित्र गुठीसम्म पुग्ने कोसिस गरिसकेका छौँ। लागु औषध एउटा रोगको देखिए पनि यसले धेरै समस्याहरू सृजना गर्ने गर्छ।
शारीरिक रूपमा समस्या सिर्जना गर्ने गर्छ, व्यवहारिक रूपमा समस्या सिर्जना गर्ने गर्छ, मानसिक रूपमा समस्या सिर्जना गर्ने गर्छ। त यो समग्र पक्षलाई चाहिँ जबसम्म हामीले सुधार गर्दैनौँ त्यो व्यक्ति ब्याक टु नर्मलले फेरि सामान्य जीवनयापन गर्न अत्यन्तै कठिन हुन्छ। यसको लागि समय लाग्ने गर्छ। यसको लागि एउटा कम्प्रिहेन्सिभ उसलाई सपोर्ट चाहिने हुन्छ। जुन कुराहरू साथी सङ्गतबाट या प्रहरी प्रशासनबाट या अन्य सरकारवालाहरूबाट चाहिँ अनवरत रूपमा प्राप्त हुन चाहिँ अलिकति त्यो अनप्र्याक्टिकल पनि हुन्छ र त्यो त्यति सम्भव पनि हुँदैन। तर सुधार केन्द्रमा के हुन्छ भने अलरेडी एउटा प्रोभन मेथोडोलोजीको प्रयोग हुन्छ, त्यहाँ त्यही किसिमको एक्सपर्टिजहरू हुन्छ, त्यही किसिमको इन्भाइरोमेन्टहरू हुन्छ र मोस्ट इम्पोर्टेन्टली उसले खान्छु भन्ने चाह्यो भने पनि खान पाउँदैन, त्यो कन्फाइनमेन्टमा हुन्छ। यो समग्र कुराहरूले गर्दाखेरि सुधार केन्द्रमा एउटा व्यक्ति शारीरिक रूपमा पनि राम्रो हुने, एउटा व्यक्ति मानसिक रूपमा पनि राम्रो हुने, एउटा व्यक्ति सुधार केन्द्रभित्र नै मान्छे हजुरको सुसाइड गरेको है मृत्युवरण भएको घटनाहरू हामीले सुनेका छौँ। त्यो चाहिँ के कारणले होला? त्यहाँको व्यवस्थापन कुचलो भएको कारणले हो कि या अन्य कुनै कारणले हो कि कसरी मान्छे त्यहाँसम्म पुग्छ? यसलाई अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था भनेर म मान्छु। हाम्रो एउटा मूल मर्म के रहन्छ भने हामी सेवा भावले प्रेरित छौँ। जुन दुःख मैले पाएको छु त्यो दुःख र कष्ट म जस्तै अरू साथीहरूले नपाओस् भन्ने ध्येयको साथमा हामी काम गरिरहेका हुन्छौँ। तथापि काम गर्ने क्रममा केही भविष्यका कुराहरूको सम्भावना जहाँ पनि छ, त्यो घरमा पनि छ, त्यो अस्पतालमा पनि छ, त्यो यतातिर सर्वत्र छ। तर यति भनिराख्दाखेरि जुन ठाउँमा हामीले उपचार र पुनर्स्थापना लिइरहेको छौँ त्यो ठाउँको विश्वसनीयता के छ, त्यो ठाउँका एक्सपर्टिजहरू कस्तो छन्, त्यो ठाउँमा सेवा सुविधाहरू कस्तो किसिमको छ, यसमा चाहिँ म तपाईँलाई जानकारी गराइहालौँ। नेपाल सरकार लागु औषध उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका 2075 मा स्पष्ट व्यवस्था भएका कुराहरू छन्। ती व्यवस्थाहरूमा चाहिँ कहीँ कतै हेल्थ चक्राइ भएको, कहीँ कतै कमजोरी भएको कुराहरू चाहिँ देखियो भने उपचारले पूर्णता नपाउने, उपचार गुणस्तरीय नहुने, यस्ता किसिमका भविष्यहरू भइराख्ने भन्ने सम्भावनाहरू त्यहाँ छँदै हुन्छ। यो कुरालाई चाहिँ हामी इन्कार गर्न सक्दैनौँ। तथापि हामी त्यस्तो नहोस् भन्ने हिसाबमा चाहिँ सधैँ सजग रहन्छौँ र सजग रहनुपर्छ भन्ने जस्तो लाग्छ मलाई। हस्, हजुरहरू तिनैजनालाई समयका लागि धेरै धेरै धन्यवाद। आज हामीसँग आज कोलपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलाको टक सो कार्यक्रम अन्तर्गत नसा होइन जीवन रोजौँ विषयमा हजुरहरूले समय छुट्याएर संवादका लागि आइदिनु भयो। हजुरहरू तिनैजनालाई विशेष धन्यवाद ज्ञापन गर्दै म आजको यस टक सो कार्यक्रम सञ्चालक सहजकर्ता प्रकाश कुमार शर्मा पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद।